एउटा साथी छ रघुवीर दास। उसले मलाई कमेन्ट गरेछ कि विवेक मण्डल तिमी मूर्ख छौ। जुन कुरा सिके राउतजीले देख्छ सक्छ तिमी देख्न सक्दैनौ। त रघुवीरजीलाई म सोध्न चाहन्छु, सिके राउत जति मूर्ख र पागल र भोट बैंकको लागि घटिया भन्दा घटिया गिर्ने कोही पनि छैन नेपालमा। बुझ्नुभयो? यसको कारण हो सिके राउतलाई के जरुरी थियो कि हाम्रो त्यो नेपालमा कोही पनि मान्छे योगदान गरेको छैन। इन्डियाको मान्छेको नाम भीम अम्बेडकर पार्क बनाउने के जरुरी थियो? नेपालमा कोही पनि छैन। के योगदान गरेछ त्यो अम्बेडकरले नेपालमा? के योगदान गरेछ? तपाईलाई म सोध्न चाहन्छु, के योगदान गरेछ त्यो अम्बेडकरले? त्यो इन्डियाको लागि केही गरे होला, त्यो बेग्लै कुरा हो, तर नेपालको लागि उसले के गरेको छ? अनि त्यस्ता मान्छेको नाममा पार्क बनाउने, त्यहाँ अलरेडी राजा सलहेस जसलाई पुरै तराईको मान्छेले मान्छ, त्यहाँ त्यो फुलबारी पार्क नाम राख्न सक्थ्यो, राजा सलहेसको नाममा पार्कको नाम राख्न सक्थ्यो। त्यो के जरुरत थियो अम्बेडकरका नाममा राख्ने? यहाँ दलित र त्यो धर्मको कुरा, दलितको कुरा छोडिदिनुहोस् तपाईहरु। यहाँ धर्म र सबैभन्दा पहिला नेपाल देशको कुरा गरौँ। सबैभन्दा पहिला हामी नेपाली हौँ र त्यसपछि हाम्रो धर्म के हो? त्यो हो। त्यो दलित हो, त्यो ब्राह्मण हो, त्यसमा नजानुस्, त्यस्तो नसोच्नुस्। यो सिके राउतले गलत गरेको छ र तपाईहरुलाई लाग्दैन गलत गरेछ? यो 100% गलत गरेछ। त्यो अरू देशको मान्छेका नाममा पार्क बनाउनु 100% गलत हो। नेपालमा धेरै मान्छे छ कि नेपाल देशको लागि योगदान गरेको छ र त्यस्ता व्यक्तिको नाममा पार्क राख्नुस्। त्यस्तो नभए त्यहाँ फुलबारी पार्क नाम राख्नुस्, राजा सलहेस बाबा पार्क नाम राख्नुस्। अति गौरवको कुरा हो बनाउनु मन छ भने। नत्र नाटक नगर्नु, भोट बैंकको लागि नाटक नगर्नु। अरू देशको मान्छेको नाम ल्याएर यहाँ राख्दा ठिक हुँदैन। र मलाई लाग्छ त्यो तराईको जनता र सिराहा जिल्लाको जनताले यो स्वीकार्ने छैन। सिके राउतलाई लखेडी लखेडी मार्नुपर्छ, यो मुजी गधालाई। चिक्ने कहाँबाट इन्डियाको मान्छेको नाम राखेर पार्क बनाउँदैछ अम्बेडकरको? त्यो सिराहाको युवा साथीहरूलाई म आग्रह गर्न चाहन्छु, त्यो मुजीलाई सिके राउतलाई लखेड्नुहोस् त्यहाँबाट। चिक्ने अरू इन्डियाको नाम नराख्नुहोस्।